राधे राधे मित्रहरू। साँचो भक्ति मन्दिरमा होइन व्यवहारमा देखिन्छ भन्ने शीर्षक शिवपुराणबाट सावार गरिएको सरल नेपाली अर्थमा डे 7 यानि कि भाग 7 यहाँलाई वाचन गर्दैछु। भगवान फुलले होइन तपाईँको व्यवहारले प्रसन्न हुनुहुन्छ। के दिनौँ मन्दिर जानुहुन्छ तर घरमा आएपछि आमा बुबासँग रिसाएर झर्किएर बोल्नुहुन्छ। त्यसो भए आजको यो सन्देश तपाईँको लागि हो। ध्यान दिएर सुन्नुहोस्। ओम नमः शिवाय। शिवपुराणले शिवप्रतिको भक्ति, आत्मशुद्धि र सदाचारलाई सँगसँगै जोडेर एउटा यस्तो कुरा सिकाउँछ, केवल पूजा जप वा अनुष्ठान मात्र होइन, शुद्ध मन, दया, सत्य र सद्व्यवहार पनि आध्यात्मिक जीवनका आधार हुन्। आज धेरै मानिसहरू भगवान खोज्न मन्दिर जान्छन्, धूप बाल्छन्, घन्टी बजाउँछन्, फुल चढाउँछन्, परैबाट यसो गरेर पनि ढोग्छन्, होइन, भाकल गर्छन् विभिन्न। तर घर फर्किएपछि आफ्नै परिवारलाई कठोर शब्द बोल्छन्, अर्काको दुःख देखेर पनि व्यवस्था गर्छन्, स्वार्थका लागि झुट बोल्छन् र सोध्छन् म त मन्दिर धाइरहेकै छु, पूजा गरिरहेकै छु। तर एकछिन सोच्नुहोस्, यदि भगवानलाई केवल नैवेद्यादि फुल चाहिएको थियो भने उहाँले संसारभर फुल फुलाउनुको के अर्थ थियो? यदि भगवानलाई केवल दूध चाहिएको भए आफू भोकै बसेर र मानिसहरूको लागि दूध उपलब्ध गराउनुको के अर्थ थियो? भगवान शिवले हामीलाई सिकाउनुहुन्छ, साँचो पूजा भनेको कसैको मन नदुखाउनु र साँचो अभिषेक भनेको तिर्खाएकालाई पानी पिलाउनु। साँचो आरती भनेको अन्धकारमा परेकालाई आशाको दीप देखाउनु। यदि तपाईँ दिनभरि इमान्दार भएर काम गर्नुहुन्छ, घरमा आमा बुबालाई सम्मान गर्नुहुन्छ र गरिबलाई कहिले हेप्नुहुन्न, सधैँ सत्यको साथ दिनुहुन्छ र कसैको आँसु पुछ्ने प्रयास गर्नुहुन्छ भने त्यही नै भगवान शिवलाई सबैभन्दा प्रिय पूजा हो। याद राख्नुहोस्, भगवान तपाईँको हातमा रहेको फुलभन्दा तपाईँको हृदयमा रहेको भावना हेर्नुहुन्छ। कहिलेकाहीँ मन्दिर जानुभयो, त्यो राम्रो कुरा हो, तर घर फर्किएपछि आमा बुबाको अनुहारमा मुस्कान ल्याउनु भयो भने त्यो पूजा अझ महान हुनेछ। आजको अमर सन्देश, भगवानलाई चढाएको फुल केही क्षणपछि ओइलाउँछ, तर मानिसलाई दिएको सम्मान जीवनभर सुगन्धित रहिरहन्छ। अन्त्यमा आज भगवानसँग केही माग्नुभन्दा पहिले कसैको जीवनमा एउटा खुसी बाँड्ने प्रयास गर्नुहोस्। त्यही नै शिवले मन पराउने सबैभन्दा सुन्दर पूजा हो। यदि यो सन्देशले तपाईँको मन छोयो भने यसलाई साझा गरेर सद्भाव र मानवताको सन्देश फैलाउँ। ओम नमः शिवाय। हर हर महादेव। जय शम्भो। जय।